7 नंबर को 800 ए सॉरी यार के हो अहिले सबै मुटीहरु चाहिँ बनाइराको छ यहाँ हेर्न सक्नुहुन्छ। हेलो एभ्रीवन गाइज, गुड मर्निङ, वेलकम टु माई न्यू ब्लग। सो गाइज अहिले चाहिँ छोटुको छतमाथि आएको छु घाम ताप्नको लागि। बिहान अहिले चाहिँ 8 बजेको छ अनि घाम हेर्न सक्नुहुन्छ, खतरै घाम लाग्दैछ, मिठो मिठो। अनि अहिले चाहिँ नास्ता पनि गरिसकेको छु म अनि छोटु अहिले नास्ता गर्दै हो। के हो छोटु? कस्तो हेर्न गाई दही दुध बराबर भइसकेको छ, दुध जस्तो। सो साथीहरु अहिले म विवेक अनि छोटु 3 जना आएको छु यहाँ। कुन ठाउँ हो यो? तारापट्टि भन्ने ठाउँमा आएको छु गाइज। अनि 3 जनाकै यही ठाउँमा काम छ के। विवेकलाई चाहिँ सुज किन्नु छ अनि मेरो चाहिँ त्यो गाई बाख्राको त्यो औषधि लिनु छ अनि छोटुको चाहिँ ब्याङ्कमा काम छ। त्यो हेर्न सक्नुहुन्छ, माथि चाहिँ नेरुडे ब्याङ्क लेखेको छ त्यो ब्याङ्कमा। अनि सबैजनाको काम छ, 3 जनाको। अनि 3 जना आइसकेको छु यहाँ। यही ब्याङ्कमा गएको हो छोटु गाइज, हेर्न सक्नुहुन्छ नेरुडे मिरमिरे भन्ने कस्तो नाम छ, नेरुडे मिरमिरे लघु वित्तीय संस्था लिमिटेड। हल्का टाइट देखाएको लेकिन ऐसे पहले हल्का के नंबर 6 नंबर 7 नंबर 7 दादा। अब बाइकको नि भुक लागिसक्यो गाइस, पेट्रोल हराउन आएको छु यहाँ। ओइ ओइ कति रुपैयाँ छ यहाँ? कतिको हलाउने छोटु? यहाँ हलाउन आएको छु गाइस। तो गाइज यहाँ चाहिँ छोटुको अनि विवेकको काम चाहिँ भइसकेको छ अनि मेरो काम अहिले चाहिँ भएको छैन। अनि यहाँ चाहिँ मेरो काम 1 बजेतिर हुन्छ क्या। अनि अहिले चाहिँ 12:30 चाहिँ भएको हो। अनि यहाँ चाहिँ हामीहरू चाहिँ रुकेको छु यहाँ। अनि हेर्छु कति टाइम लाग्छ अब यहाँ। अब 1 बजे पनि हुन्छ कि हुँदैन। यहाँ मेरो चाहिँ यहाँ गाई भैँसीको चाहिँ औषधि लिन्छ क्या गाइज, त्यही भएर यहाँ वेट गर्नुपर्छ। अनि विवेकलाई चाहिँ सुज किनिसक्यो अनि छोटुको ब्याङ्कमा काम थियो त्यो नि गरिसक्यो। अनि मेरो फाइनली काम बाँकी नै छ। सो फाइनली गाइज विवेकले चाहिँ सुज किनिसक्यो। त्यसको प्राइस चाहिँ 950 होइन 850 प्राइस पऱ्यो गाइज त्यो सुजको। अनि त्यो सुज तपाईँहरूलाई हेराउँछु। सो साथीहरू अब हेर्नुहोस्, तपाईँहरूलाई हेराउँदैछु। पुरै अनबक्सिङ हुँदैछ कि यहाँ अनबक्सिङ। यो प्लास्टिक हटाउनु। यो हो गाइज यो सुज हेर्न सक्नुहुन्छ। यो कति नम्बर हो? 7 नम्बरको 800 ए सॉरी यार के हो, सॉरी मिस्टेक भयो। ये गाइज यो 850 पऱ्यो यो सुजको। गाईको प्योर गाइज। सो फाइनली गाइज अब चाहिँ घर आइसकेको छु अनि विवेकको घरमा आएको छु अहिले। अनि फेरि जाँदैछु चोकमा जाँदैछु। चोकमा त्यो विवेकको काम छ क्या, वाइफाईको काम छ विवेकको, त्यही भएर जाँदैछु। ओए राइडर छिटो। सो गाइज यो हेर्न सक्नुहुन्छ तपाईँहरू, अहिले चाहिँ 17 गते होइन अनि 28 गतेको चाहिँ यहाँसम्म अझै ठुलो चाहिँ यहाँ मेला लाग्नेवाला छ। उसैको चाहिँ यो मूर्तिहरू चाहिँ अहिले बन्दै हो, हेर्न सक्नुहुन्छ तपाईँहरू। अनि उता चाहिँ झन्डाको सामानहरू हेर्न सक्नुहुन्छ, अहिले बनाएर राखेको बाँसकै हो पुरै। अनि तपाईँहरूलाई चाहिँ मेला लागेपछि तपाईँहरूलाई हेराउने छु गाइज, हेर्न सक्नुहुन्छ। अहिले चाहिँ स्टार्टिङै छ, अहिले सबै मूर्तिहरू चाहिँ बनाइरहेको छ यहाँ हेर्न सक्नुहुन्छ। उता चाहिँ बनाइरहेको छ। सो गाइज अब चाहिँ जाँदैछु धान कुटाउनको लागि जाँदैछु। म मम्मी अनि श्याम 3 जना जाँदैछु धान कुटाउनको लागि। अनि 3-4 बोरा मात्र छ, त्यो छिटै कुटाइहाल्छ अनि जाँदैछु। सो
सो गाइज अहिले चाहिँ जाँदैछु बजार म विवेक अनि छोटो 3 जना हामी 3 जना आज बिताए पुरै दिन अनि आज जान्छु बजार जाँदैछु तरकारी लिनको लागि आई डोन्ट नो सीमो सबले पाइन्छ 50 रुपैयाँ अहिले चाहिँ बजारबाट चाहिँ आइसकेको छु गाइज अनि आज हेर्न सक्नुहुन्छ गाइज तपाईहरु ब्याकग्राउन्डमा चाहिँ म्युजिक चाहिँ बजिरहेको छ गाउँमा चाहिँ आजै चाहिँ दुईवटा चाहिँ हाम्रो गाउँमा चाहिँ विवाह हो क्या त्यहीको चाहिँ यो रेडियोहरू बज्दैछ अनि त्यहीको साउन्डहरू सुन्दैछ भिडियो बनाउँदाखेरि नि त्यो बन्द भइसक्यो एउटा फेरि बज्यो गाइज यहाँ सुन्नु सक्नुहुन्छ तपाईहरु अनि त्यही भएर यहाँ घरमा चाहिँ अहिले ब्लग बनाउँदाखेरि त्यो के ब्याकग्राउन्डमा त्यो आइहाल्छ क्या गानाहरू त्यही भएर चाहिँ कपिराइट आइहाल्छ त्यही भएर गाउँमा चाहिँ त्यही आज ब्लग बनाउन पाएन गाइज अनि त्यही पनि म बनाउँदैछु अब के हुन्छ अनि हेर्न सक्नुहुन्छ अनि अहिले चाहिँ राति पनि परिसक्यो अहिले 6 अहिले भएको हो